यसो भए लाग्यो लाग्यो नयाँ चस्मा दाइको रे चार पानी बल्ल बल्ल आइपुग्यो थियो सुनहरूले गोला किनेर गोला खायो आजको हाम्रो फर्स्ट खाजा है कोला केटाहरू यहाँ आइपुग्यो जोर जोर गलस यहाँ तिमी थोरै भनेको समाउँदैन सुमन भाइको फेरि सुमन भाइको खाना हेर न अस्ति हामी त छ मैले यहाँ होइन 300 रुपियाँ हारेको नि त होटलमा दिएर राखेको होला नि त ठिकल बजार आयो अब यहाँदेखि हामी यस्तो लागिन्छ बाटो यस्तै छ यी कलिङ सन्दकपुर होइन कलिङ फेरि दमकै होला जस्तो अवस्था केटाहरूको भन्ज्याङको बाटो थकित केटा पुगिन्छ पुगिन्छ भन्ने छैन केटाहरूलाई पुगिन्छ भने सेड लाउँछ लगाले पाउँछ पाउँछ भन्ज्याङ पुगिन्छ नि भनेको होइन हौ कहाँ भन्ज्याङ भनेको फेरि सन्दकपुर बाबैले यो चाहिँ जान्छ भनेको अलिअलि पुग्न सक्छ यो अलिअलि पुग्नु सक्छ भने यो चाहिँ जाँदा जाँदैन होइन कस्तो हार गरेर आएर घरबाट जान्छ होला आऊ केटा आऊ आऊ आए भन्ज्याङ आयो के छ हालत केटाको नेपालमा तपाईँहरूलाई स्वागत छ त्यही त भाइ नेपालमा छ है यहाँनिर नेपालमा छ नितेश भाइ त्यहाँ तिमी बता तिमी इन्डियामा छ नितेश भाइ इन्डियामा छ सुमन भाइ नेपालमा छ केहरू नेपालमा छ अब यहाँबाट बाइक चाहिँ जान नदिँदो रहेछ हामीलाई चल्छ यहाँ हामीलाई बाइक चाहिँ जानु नदिँदो रहेछ यहाँ उता अब यहाँ चाहिँ रिजर्भ गाडी जानुपर्दो रहेछ कि कस्तो गाडी नेपाल इन्डिया मेरो खुट्टा इन्डियामा छ यहाँ यता फेरि नेपाल
दार्जिलिङ पुगिसक्यो त्यो पनि आउँदो रहेछ त यस्तै छ हामीलाई स्कुटी गएन अब लोकल गाडी जाने हो होइन अब हाम्रो बाइकहरू छिर्दैन अब हामी गाडीमा जाँदैछौँ होइन हाम्रो केटाहरू पुरै होइन सुन है के छ अब कहाँ जाने हामी तुङलिङ हेऱ्यो पहिले त्यहाँ अब हामीलाई यहाँ बाइक सही गर्नु रहेछ तुङलिङ जाने हो तुङलिङ जाने हो सन्दकपुर जाने कि तुङलिङ जाने इन्ट्री गर्न जाँदैछ त्यो अघि एउटा छुटेको हो कि मैले लागेको थिएँ नि त हो त्यो छुटेको हो कि स्पोन्सर यहाँ हाम्रो स्पोन्सर है ए दाइ दाइ त्यो हेलमेटलाई कतै राख्ने त मिल्दैन हेलमेट कहीँ राखिदिनु नि यता ल अब हाम्रो सन्दकपुरको यात्रा सुरु भयो गाडी सुरु हाम्रो सन्दकपुरको जानेको अनुहारहरू यहाँ थोपा लाग्यो सन्दकपुर लाग्यो अनि हामीसँग चाहिँ ड्राइभर छ है सन्दकपुर लागिँदैछ होइन केटा हो यस्तै छ के छ केटाहरू दार्जिलिङ जाने हो यहाँ म एक्लै भएर त पखान यार म एक्लै भयो ल यता आउन यहाँ छ नि त के नेपाली गएर है केटा नेपाली हामीलाई यसले गुम्बा लिएर जाँदैछ केटाहरू हाम्रोतिर त माघे आउनु पर्यो यति चिज खानको लागि होइन केटा हो गुम्बा हो गुम्बा मार्छ हार
ओ गाइड कता हो कहाँ छ अब गाइड कता जानुपर्छ अब बारे 81 भ्युज बढ्यो भने त नि 100 बार कम्प्लिट हुन्छ धेरै हुँदैछ कार देखाउनै पर्यो केटा हो ल्यास भइहाल्छ नि यार आइया बस त टाउन यार नेपालमा छु है निका सर अनिल सर टाउन यार कस्तो र फाइनल्ली कति बजे 6 बजे आइपुग्यो सन्दकपुर हामी चढ भयो केही देखेको छैन देख्नु चाहिँ भित्र छिरियो ओ तेरी 6 बजे आइपुग्यो 6 बजे बाप्रे सबै तिमीले हामीलाई लाग्छ सपिङ मल सुन भाइ हामी कस्तो कुराको कुन ठाउँ अरे यो सन्दकपुर सन्दकपुरमा यी रमाइलो छ भ्यू ओ दिनेश अनिल ए दिनेश यहाँ न यहाँ बस्नु हेर न यहाँ म भ्यू हेर्दा यहाँ मान्छे हुरुक हुँदैन त मान्छे हुरुक हुँदैन आउन होइन हुरुक्कै हुने खालको छ भ्यू चाहिँ हुरुक्कै अब यता त घाम जस्तो देखिरहेको छ 360 grader 360 त्यो भ्यू त अनि ठ्याक्कै यो चाहिँ सन्दकपुर हो यो ठ्याक्कैको बाटो देखिरहेको छ बाटो मास्तिर सन्दकपुर गाउँपालिका हुँदो रहेछ मुनि चाहिँ दार्जिलिङ साइड पर्छ सन्दकपुर इन्डिया साइड सुमन भाइ नेपालतिर हिँड्दैछ चाहिँ हामी बसेको कुरो है त्यहाँ जाँदैछ त्यसको खिचेर त्यो चाहिँ हामी बसेको ठाउँमा राति आइपुगेको थियो नि होइन केटा राति आएको थिएन नि हिजो राति मलाई त केही न केही देखेको आवाज त्यसकै साथी हो नि होला सायद हाम्रो गाडी यस्तो लाग्छ गाडी नौसँग त हिँड्यो
केटाहरू राम्रो राम्रो बाइकबाट सही छ ताप्लेजुङमा कहाँ यतिकै छैन नि अन्त राम्रो छ नि बाटो भन्दैलाई गोरेटो भन्छ केटा हो नेपालको बाटो भएर सन्दकपुरे बाटो केटाहरू के छ यता बिरामी भइरहेको छ हाम्रो साफ सिरियस चौरी गाई हामी यस्तो छ बाटो त खत्तमै छ गाडी फेरि चेन्ज भ्यू त हिँड्न त ट्रेकिङ हिँड्ने खालको ठाउँ रहेछ गाडीमा आयो वाओ दिस भ्यू त यार बाफ्रे हो केटा भाइ नेपाल त्यो चाहिँ स्वर्गको देश भनेको होइन नि यार नेपाललाई आउन मात्र गाह्रो हो कि स्वर्गको देश छ नि हो यार आज एउटा हुस्से लागेको भ्यू हेर्नु पाइएन अरू त मोबाइल स्वर्ग लोक स्वर्ग हेर्न आउनुपर्छ सन्दकपुर सन्दकपुरको यो चाहिँ थप्नु अब यहाँको भ्यू पनि यस्तो मजा आएको छ अब गाडी त्यहाँ छ हाम्रो गोबर छ याक्ति छैन योस् यो रमाइलो भयो अब चाहिँ हामी फर्किने हो अनि त्यसो भाइ अब फर्किनु हो नि बिरामी है जाति पनि भयो केटाहरू लेक लागेर जाँदै भयो बिरामी भयो केटाहरू लेकले भेटायो अलिअलि गाडी भइहाल्छ है त्यहाँ छन् यति घर चाहिँ सही हो चाहिन्छ यहाँ त तात्दैन पनि
हिमाल यस्तो मजाको देखिँदै थियो।